कहाँ जाँदैछ हामी मेरो घर जू अनि मेरो घर फेरि हामी सोध्छ हेलो ल हामी आज जू जाँदैछौँ एक्साइटेड हो भर्खर हामी इन्ट्री भयौँ भित्र यहाँ टिकट गर्ने ठाउँबाट भित्र जाने बाटो यो चाहिँ हात्ती नुहाउने समय रहेछ ठ्याक्कै अनि दिनमा 10:30 देखि 11 बजेसम्म हात्ती नुहाउँदो रहेछ सबैभन्दा पहिला हामी गनाउने स्यालबाट पुग्यौँ अनि छोरीले कस्तो गनाउने स्याल भनेर भन्यो त्यसपछि हामी कटेरोमुनिया भएको ठाउँमा गयौँ अनि हामी एउटा रुख खोजेर त्यो रुखमुनि बस्यौँ र त्यसपछि हाम्रो यात्रा सुरु भयो चिडियाखाना मेरो नाम सवाना राणा मगर हो अनि आज चाहिँ म चिडियाखाना आएको छु अनि मलाई चाहिँ टाइगर हेर्न मन लागिरहेको हेलो गाइस मेरो नाम चाहिँ सैसे राणा मगर हो म आज यहाँ चिडियाखाना आएको छु मलाई कालो बाघ हेर्नु मलाई बाघ के हो ब्ल्याक कालो बाघ हेलो मेरो नाम प्रकृति गदाल हो म चाहिँ चिडियाखानामा आएको छु मलाई चाहिँ बाघ हेर्न मन लागेको छ हेलो आज मेरो नाम चाहिँ अरुमा राणा मगर हो आज चाहिँ हामी जूमा आएका छौँ मलाई चाहिँ लेपर्ड टाइगर त्यस्तै वाइल्ड स्पिसिसहरू हेर्न मन छ हेलो गाइस मेरो नाम चाहिँ विश्वास रुदाल हो अनि आज चाहिँ हामी चिडियाखानामा आएको छौँ मलाई चाहिँ टाइगर हेर्न मन छ म सबैलाई टाइगरै हेर्न मात्र मन पर्छ हामी यतातिर पनि जाउँ न ल तपाईँलाई के हेर्न मन पर्छ म त खाना आएको पिकनिकमा तर अहिले खोले छैन अहिले चाहिँ खाना बेलामा उहाँलाई देखाउने छौँ उहाँले सबैजनालाई पस्केर आफ्नै हातले खुवाउनु हुनेछ है यता त्यता दुईजनाले बाँदरहरूसँग अहिले फोटो खिच्छ है त्यसपछि हाम्रो यात्रा सुरु भयो स्वेच्छाले लिड गर्दै हामी अगाडि बढ्यौँ त्यसपछि हामीहरू सुरुदेखि नै सबै चिडियाखानाको भागहरू घुमाउन जाँदैछौँ पहिला हामीले गोही भएको ठाउँ हेऱ्यौँ हामीले यहाँ 3टा गोही देखिरहेको छौँ देखाउनु त उता यस्तो हेरेर त्यसपछि हामीहरू चित्तल भएको ठाउँमा गयौँ छोरीले त्यहाँ चित्तल छ अनि त्यसको सिङ कति राम्रो भनेर बताउँदै थियो धेरै चित्तलहरू रहेछ है उता कुनामा छ ल बसिरहेको यसको इंग्लिश नाम चाहिँ ब्ल्याक बक यसको लाइफ स्प्यान चाहिँ 12 देखि 15 इयर्स हो वेट चाहिँ 30 देखि 45 केजी हुन्छ ल हेलो गाइस यो चाहिँ रतुवा मिर्गा हो नेपाल भारत भुटान श्रीलङ्का ल के भन्छ रतुवा मिर्गाको बारेमा यो निकै ब्राउन छ हेलो यो चाहिँ
लग्न हो नेपालीमा, इङ्ग्लिसमा हग्डियर। यो चाहिँ नेपाल, इन्डिया, पाकिस्तान के हो रे यो हग्डियर रे अघि परेवाले उसको टाउकोमा हग्दिया अनि यहाँनिर चाहिँ हग्दिएर परेवाले उसको टाउकोमा हग्दिया अनि यहाँनिर चाहिँ हग्दिएर नीलगाई छ यहाँ। छोरीको टाउकोमा परेवाले होइन, खास गरी कागले हगेको थियो। अलिकति मिस्टेक भएछ, तर पनि हामी यहाँ देख्न सक्छौँ एकदमै धेरै भिड थियो आज यो समयमा। एकदमै अहिलेसम्म मैले देखेको भन्दा धेरै नै भिड, सायद बिदा भएर होला। यहाँनिर हामी अगाडि बढ्दै थियौँ। हामी बाघ भएको ठाउँ खोज्दै जान लागिरहेको थियौँ। गन्ध धेरै आइरहेको थियो, सायद जलगैँडाको। सुनिताले झन्डै वाचेको। सबैले बाघै हेर्ने भनेर होला, यहाँनिर धेरै भिड थियो अनि बाघ भएको ठाउँतिर हामी अघि बढ्यौँ। बाँदर हो, अघि हामी बाँदरको फोटो खिच्ने भन्दै थियौँ। ए मैले त झुकेर यता पो खिचेछ, यतापट्टि पो त। ए मैले त झुकेर यता पो खिचेछ, यतापट्टि पो त। सबैजनालाई बाघ हेर्न नै हतार थियो अनि हामीले सुनेका थियौँ यहाँ 4वटा बाघ छ भनेर, तर हामीले एउटा मात्र बाघ देख्यौँ, त्यो पनि सुतिरहेको। अरू बाघहरू हेर्न पाइएन। धेरै मानिसहरू निराश थिए। हेलो गाइस, फेरि हामी दुईटा लाइन पाइसकेको छौँ। त्यहाँ एउटा आनन्दले सुतिरह्यो। मेरो सेक्सनको नाम पनि लाइन हो। देखाउनु अनि यो गैँडा भएको ठाउँमा हामी आइपुग्यौँ। एकछिन बसेको बेलामा भलाखुसारी गर्दै पुरानो धेरै अगाडि सानो सुनेको जोक यहाँ सुनाउने मौका भयो। जोक खासै त्यस्तो रोचक त होइन, तर गैँडा देखेको कारणले मैले एउटा स्कुलमा एकजना मान्छेले चाहिँ होइन साथीलाई पिटेछ अरे क्या। यति पिटेछ अरे अनि पिटिसकेपछि म्यामले आएर सोधेछ अरे किन पिटेको भनेर सोधेछ अरे क्या। अनि त्यसले मलाई आजभन्दा 1 वर्ष अगाडि गैँडा भनेको थियो, त्यही भएर पिट्या भनेर क्या। अनि 1 वर्ष अगाडि गैँडा भने अहिले किन पिटेको त भनेछ। मलाई थाहा नै थिएन, आज चिडियाखाना घुम्न जाँदा गैँडा यस्तो हुन्छ भने देखेँ अरे, अनि पिट्या अरे क्या। तपाईँलाई कसैले गैँडा भनेको छ? त्यसपछि हामी चिम्पाङ्जी हेऱ्यौँ, एक्लै रहेछ। अनि हामीले वाइल्ड बफेलो जङ्गली भैँसी पनि हेऱ्यौँ। अनि यहाँनिर एकछिन जिस्कँदै हामीले चिम्पाङ्जी हेर्दै थियौँ। आज सुनिता रिसाएर बसेछ। एउटा मात्र रहेछ है बिचरा, अस्ति 2जना थियो, अहिले अनि हामी हिमाली कालो कालो भएको ठाउँमा आयौँ। अनि यहाँनिर हामीले देखेनौँ भालु चाहिँ, किनभने सबै भित्र बसेको थियो काम चल्नलाई। गएकोचोटि आउँदाखेरि त टन्नै थियो, थुप्रै भालुहरू खेलिरहेको हामीले देखेका थियौँ। एकचोटि चाहिँ हामीले देख्न सकेनौँ, भित्र मात्र देख्यौँ। काठे भालु, हिमालय कालो भालु कुनै पनि हामीले देख्ने मौका चाहिँ भएन। तर पनि छोरीहरू उत्साहित हुँदै त्यहाँ भित्र छ भन्दै देखाइरहेको थियो। तपाईँहरू कतिजना चिडियाखाना जानुभएको छ? जानुभएको छ भने कमेन्टमा लेख्नु होला। र तपाईँहरूलाई यो चिडियाखानाभित्र के कुरा मन पर्यो, कुन कुरा हेर्न चाहना गर्नुभएको थियो, त्यो पनि देख्न सक्नुहुन्छ है। अब खाजा खान्छौँ, त्यसपछि खाजा खाइसकेपछि हामीहरू फेरि
चराहरू हेर्नु घुम्छौँ। ल हामी घुमेर आइसकेका छौँ। घुमेर आइसकेपछि हामीहरू मै खाँदैछौँ है। ल तपाईँहरू पनि मै खाने भयो ए हाम्रो नेरेटारले के बोलेन यहाँ ल भन ल के भन्छौ के खाँदैछौ मै खाँदैछौ भाइ 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 काटावाला नानीहरूले खरबुजा खाने तरिका यो हामीले कुनै पनि चक्कु लगेका थिएनौँ अनि खरबुजा चाहिँ चम्चाले काट्यौँ र यसरी चम्चाले कोट्याउँदै अनि त्यसपछि त्यसमा चाट मसला हालेर खायौँ। मेरो प्राणासरी म तपाईलाई सुन्छु आफैलाई इन्कार गरी तपाईको पछि मेरो प्राणासरी कस्तो छ विश्वास परिकारहरू यहाँनिर गाउँ बहिनीको हातको कमान यो ठाउँमा चाहिँ 2वटा वन मान्छे राखिएको थियो अनि वन मान्छेले नाक कोट्याउँदै खाँदै गर्दा मानिसहरू घिनाउँदै पनि थिए। एउटा अर्को वन मान्छे चाहिँ सबभन्दा टपमा बसिरहेको थियो। त्यसपछि हामीले अस्ट्रिच देख्यौँ अनि अस्ट्रिचको बारेमा मैले छोरीसँग केही कुराकानी गरेँ। के भन्छ अरे छोरी यसलाई अस्ट्रिच पहिला देखाएको थियो अस्ट्रिच देखाएको थियो अस्ट्रिच के हो त्यो तपाईँहरूले अहिलेसम्म यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई भिडियो कस्तो लाग्दैछ आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा छोड्नुहोस् र मेरो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ चखेवा हो अनि चखेवाको जोडी चाहिँ अलिकति माथिपट्टि थियो है 2जना। यसको नाम के अरे बोल यसलाई सारसलाई यता हो भने आँसकोटे बकुला। यो ठाउँमा चाहिँ प्रायः जस्तो चराहरू राखिएको थियो। कतिवटा चराहरू चाहिँ हामीले देखिरहेकै टर्की हो चराहरू त्यो त चलाको त तर अहिले लोप भएर गइसकेको छ। कतिवटा चराहरू हामीले त्यो देखेको छैनौँ। यहाँ चाहिँ मयूर राखिएको छ अनि देखिएको चराको विषयमा कुरा त्यसलाई नाचिदेऊ भन त नाचिदिन्छ त्यो बकुला टर्की यहाँ त देखिरहेकै हो। कतिवटा चराहरू चाहिँ प्रायः जस्तो देखिरहेको छैन। हुन त अहिलेका नानीहरूले बकुला त्यति देख्दैनन् होला। पहिला चाहिँ खेतमा अनि त्यसै गरेर खोलातिर धेरै बकुलाहरू देख्न पाइन्छ। खाजा खायो खाजा खायो के भनेको के भनेको ल सक्यौँ अब सकेर हामी जाँदैछौँ है जाँदैछौँ फर्किँदैछौँ पोकापोकी बोकेरै ल यो चाहिँ गिनी पिग मानिसहरूको धेरै भिड भएको कारणले हामीले कछुवा भएको ठाउँ त्यसपछि सर्प भएको ठाउँको चाहिँ अलिकति लिन सकेनौँ भिडियो क्याप्चर गर्न सकेनौँ। माछा भएको ठाउँमा त्यति धेरै माछाहरू थिएन तर मानिसहरू धेरै भिड थिए। हामीले कछुवा भएको ठाउँमा गयौँ। त्यसपछि नानीहरू एकछिन खेले रमाए। नानीहरूलाई खेल्नमा नै धेरै रमाइलो भइरहेको थियो।
खेल सकिसकेपछि हामीहरू एकछिन बस्यौँ, फोटो खिच्यौँ। फोटो खिचिसकेपछि हामीहरू घर जाने तयारी कस्यौँ। तपाईँहरू कतिजनाले यो भिडियो पुरै हेर्नुभयो कमेन्टमा लेख्नुहोस् है। अनि तपाईँहरू चिडियाखाना आउने योजना बनाउनु भएको छ भने पहिलेभन्दा अहिले अलिकति राम्रो बनाएको छ, अझ राम्रो बनाएको छ। अनि तपाईँहरू आउनु सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ। भिड भएको कारणले त्यति राम्रोसँग चाहिँ घुम्न पाइएन, तर पनि हामीहरू सबैजना खुसी भएर उत्साहसहित हामी चिडियाखानाबाट फर्क्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो प्रतिक्रिया दिनुहोला। यस्तै भिडियो हेर्नको निम्ति मेरो च्यानललाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब पनि गरिदिनु होला। सक्यो है, हामी घुमेर सक्यौँ। बाहिर जाने बाटो यता हाम्रो खै बोल्ने एङ्करिङ न्यारेटर ल भन। हामी सकेर जाँदैछौँ भनेर हेलो गाइस, अब हामी घर जानु नि हो। ठुलो बाबाहरू पनि यो चाहिँ हाम्रो दाइको हाँसो हो। दाइको हाँसो कस्तो लाग्यो यसमा नि प्रतिक्रिया दिन सक्नुहुन्छ है।